नमस्कार, जय नेपाल। यहाँहरु सबैजनालाई हार्दिक स्वागत छ मेरो अफिसियल युट्युब च्यानल जीके विथ दीपक शाहमा। आजको यस भिडियोमा हामी भन्ज्याङहरुको बारेमा पढ्ने छौं। अस्ति भर्खरै नायब सुब्बाको एक्जाममा भन्ज्याङ भन्ने टपिकबाट क्वेशन सोधेको थियो। अब आगामी एक्जामहरुमा पनि यहाँबाट क्वेशनहरु सोधिने सम्भावना एकदम हाई छ र यो टपिक एकदम इम्पोर्टेन्ट छ साथीहरु। र तपाईहरुलाई क्लासमै याद गर्ने तरिकाले आजको यस भिडियोमा तपाईहरुलाई म सिकाउँछु। कृपया भिडियो अन्तिमसम्म हेर्नु होला। क्लासमा पढेको कुराहरु क्लासमै म सिकाइदिन्छु है। सर्वप्रथम हामीले के बुझ्नु पर्यो त भन्ज्याङ भनेको के हो त साथीहरु? डाँडा बीचको बाटोलाई नै के भनिन्छ त भन्ज्याङ। यहाँ तपाईहरु स्क्रिनमा मजाले देखिरहनु भएको छ। यही के हो त साथीहरु? भन्ज्याङ। डाँडा बीचको बाटो जहाँबाट मान्छे यातायातहरु एक ठाउँबाट अर्को ठाउँ आवत जावत गर्छ नि, हो त्यस्तो ठाउँलाई नै के भनिन्छ त भन्ज्याङ। अब भन्ज्याङहरु कसरी सम्झिने त त्यसो सम्झिने तरिकाहरु छ। सर्वप्रथम मैले ताप्लेजुङ जिल्लाको भन्ज्याङ तपाईहरुलाई सिकाए। लेख्नुस् त ताप्लेजुङ। ताप्लेजुङ। अब यो ताप्लेजुङ जिल्लामा रहेको भन्ज्याङहरु कसरी सम्झिने साथीहरु? यसको एउटा सूत्र छ। यो सूत्र हल्का चाहिँ घिनलाग्दो छ, तर पनि तपाईहरुले याद गर्न एकदम सजिलो हुन्छ। सूत्र के हो त? सूत्र के हो त? चाटी खा झिगा भनेर सम्झिने। चाटी खा झिगा भनेर सम्झिने। चाटी खा झिगा। हेर्नुस् त, सुन्न चाहिँ अजीब लागे पनि तर याद गर्नुपर्ने हुन्छ साथीहरु। चाटी खा झिगा सम्झिनको लागि झिगा चाहिँ चाटेर खाने भनेर सम्झिदा हुन्छ। चाटी खा झिगा। अब चाबाट कुन भन्ज्याङ त साथीहरु? चाबुक भन्ज्याङ। चाबुक भन्ज्याङ। चाबुक भन्ज्याङ कुन जिल्लामा भनेर सोध्यो भने चाबुक भन्ज्याङ। चाबुक भन्ज्याङ कुन जिल्लामा त? ताप्लेजुङ। त्यसैगरी टिप्ताल भन्ज्याङ। टिप्ताल भन्ज्याङ। टिप्ताल भन्ज्याङ पनि ताप्लेजुङ। खाङला भन्ज्याङ। खाङला भन्ज्याङ। खाङला भन्ज्याङ पनि ताप्लेजुङ। त्यसैगरी झिनसाङ भन्ज्याङ। झिनसाङ। झिनसाङ भन्ज्याङ त्यो पनि ताप्लेजुङ। त्यसैगरी घाङला भन्ज्याङ। घाङला भन्ज्याङ। घाङला भन्ज्याङ त्यो पनि ताप्लेजुङ। हेर्नुस् त कति सजिलो। चाटी खा झिगा, चाबुक भन्ज्याङ, टिप्ताल भन्ज्याङ, खाङला भन्ज्याङ, झिनसाङ भन्ज्याङ, घाङला भन्ज्याङ इत्यादि भन्ज्याङहरु कहाँ छन् त? ताप्लेजुङ जिल्लामा। अब क्वेशन कसरी सोध्छ त? चाबुक भन्ज्याङ कुन जिल्लामा पर्छ त? तपाईहरुलाई सूत्र थाहा छ भने पनि तपाईहरु मिलाउन सक्नुहुन्छ। चाटी खा झिगा भनेर सम्झिने। अब अर्को गोरखा जिल्लामा रहेको भन्ज्याङहरु कसरी सम्झिने त? गोरखा जिल्लामा रहेको भन्ज्याङहरु सम्झिने एउटा सूत्र छ। मैया लाला थाप ग्याला भनेर सम्झिदा हुन्छ। मैया लाला थाप ग्याला भनेर सम्झिने। थाप ग्याला। मैया लाला थाप ग्याला भनेर सम्झिने। अब मैबाट मैलाट सेचुङ भन्ज्याङ। मैलाट। मैलाट सेचुङ भन्ज्याङ। त्यसैगरी याबाट यान्डोल भन्ज्याङ। यान्डोल भन्ज्याङ। यान्डोल भन्ज्याङ। यान्डोल भन्ज्याङ। अर्को चाहिँ लाबाट लार्के भन्ज्याङ। लार्के भन्ज्याङ एकदम इम्पोर्टेन्ट हो साथीहरु। लार्के भन्ज्याङ। लार्के भन्ज्याङ। त्यसैगरी लाजुङ भन्ज्याङ। लाजुङ भन्ज्याङ। लाजुङ भन्ज्याङ। थाप्ले भन्ज्याङ। यो थापाबाट के सम्झिने त? थाप्ले भन्ज्याङ। थाप्ले भन्ज्याङ। हल्का सुन्न अजीब लागे पनि तर तपाईहरुले याद गर्नुपर्ने हुन्छ। थाप्लेजुङ भन्ज्याङ। र अर्को चाहिँ ग्याला भन्ज्याङ। ग्याला भन्ज्याङ। हो यो सूत्र मैया लाला थाप ग्याला भन्ने सूत्र तपाईहरुलाई थाहा छ भने गोरखा जिल्लामा रहेको भन्ज्याङहरु थाहा छ भनेर बुझ्दा हुन्छ है। भोलि गएर अप्सनबाट पनि तपाईहरु मिलाउन सक्नुहुन्छ। अर्को चाहिँ अब मुस्ताङ जिल्लामा रहेको भन्ज्याङहरु। मुस्ताङ जिल्लामा रहेको भन्ज्याङहरु कसरी सम्झिने साथीहरु? त्यसको पनि सूत्र छ। मुस्ताङ जिल्लामा रहेका भन्ज्याङहरु सम्झिने सूत्र के हो त? तपाईहरु आफैले पनि सूत्र बनाउँदा हुन्छ। जसरी एनी हाउ हामीलाई यो यादै गर्नुपर्ने हुन्छ के। यसलाई कसरी सम्झिने त? चाफु छाप भनेर सम्झिने। चापु छाप भनेर। जस्तै अंगुठा छाप तपाईहरु सुन्नुहुन्छ नि, या त फुचा छाप भनेर पनि सम्झिँदा हुन्छ। चापु छाप, फुचा छाप। अब चाबाट चाङचुमी भन्ज्याङ। चाङचुमी भन्ज्याङ। चाङचुमी भन्ज्याङ। त्यसैगरी फुङफुङला भन्ज्याङ। फुङफुङला भन्ज्याङ। फुङफुङला भन्ज्याङ। छाटाङ भन्ज्याङ। छाटाङ भन्ज्याङ। अर्को चाहिँ पर्चे। पर्चे श्यामा भन्ज्याङ।
पर्चेस्यामा भन्ज्याङ यिनीहरू सबै भन्ज्याङहरू हुन् भन्ज्याङ ल चापु छापा भनेर सम्झिने चाङचुमे भन्ज्याङ फुङफुङला भन्ज्याङ छाटाङ भन्ज्याङ पार्चेस्यामा भन्ज्याङ यी भन्ज्याङहरू कुन जिल्लामा त मुस्ताङ जिल्लामा अब मुस्ताङ पछि हुम्ला जिल्लामा रहेको भन्ज्याङहरू कसरी सम्झिने त त्यो पनि सम्झिने सूत्र छ साथीहरू लेख्नुस् त हुम्ला जिल्लामा रहेका भन्ज्याङहरू हुम्ला जिल्लामा रहेका भन्ज्याङहरू सम्झिने सूत्र के हो त चास्लो च्याला भनेर सम्झिने चास्लो चियाला ल चियाला यसरी सम्झिँदा हुन्छ या त चियाला चास्लो भनेर पनि जसरी तपाईहरुलाई सम्झिन सजिलो हुन्छ त्यसरी चाहिँ याद गर्नुपर्ने हुन्छ याद गर्नु होला चास्लो चियाला अब चाबाट चाङला भन्ज्याङ यो तपाईहरु सबैलाई थाहा छ नेपालको उत्तरी बिन्दु हुम्लाको चाङला भन्ज्याङ चाङला भन्ज्याङ त्यसरी सबाट सर्पे भन्ज्याङ त्यसरी लोबाट लोलुङ भन्ज्याङ चीबाट चिम्ला भन्ज्याङ याबाट यारी भन्ज्याङ त्यहाँ चाहिँ गोरखामा यान्डोल यहाँ चाहिँ कुन त साथीहरु यारी त्यो कन्फ्युजनमा नपर्नु होला है यारी भन्ज्याङ त्यसरी लाबाट लाप्चे भन्ज्याङ ल हुम्ला जिल्लामा रहेको भन्ज्याङहरु कसरी सम्झिने त चास्लो चियाला या त चियाला चास्लो जसरी सम्झिन सजिलो हुन्छ चाङला भन्ज्याङ यो तपाईहरु धेरै पटक सुनि पनि सक्नु भएको छ सबाट सर्पे लोलुङ चिम्ला यारी र लाप्चे भन्ज्याङ लाप्चे भन्ज्याङ ल अब त्यसरी अर्को डोल्पा जिल्लामा रहेको भन्ज्याङहरु कसरी सम्झिने त त्यसको पनि एउटा सूत्र छ डोल्पा जिल्ला सूत्र के हो त साथीहरु सूत्र के हो त या आमा कापी मेखु ज्याङ भनेर सम्झिँदा हुन्छ या ज्या भनेर पनि सम्झिँदा हुन्छ या आमा कापी मेखु ज्याङ भनेर सम्झिँदा हुन्छ या आमा कापी भनेको अब त्यो कपी चाहिँ सम्झिँदा हुन्छ मेखु या त खुमे ज्याङ भनेर पनि सम्झिँदा हुन्छ अब याबाट यानाङ भन्ज्याङ त्यसरी आरिम मारिम भनेर सम्झिने आरिम मारिम हेर्नुस् त राइमिङ पनि छ आरिम भन्ज्याङ त्यसरी माबाट मारिम भन्ज्याङ काबाट काङकुङ भन्ज्याङ पीबाट पिण्डु भन्ज्याङ मेबाट मेलाङ भन्ज्याङ तपाईहरु चाहिँ सकेसम्म साथीहरु सूत्र थाहा पाइसकेपछि आफै लेख्ने प्रयास गर्नुस् त्यहाँबाट पनि प्र्याक्टिस हुन सक्छ है अनि त्यसपछि भेरिफाई गर्नु होला सही भयो कि गलत त्यसरी साथमा खुङ भन्ज्याङ ज्याङचे भन्ज्याङ ज्याङबाट ज्याङचे भन्ज्याङ भनेर सम्झिँदा हुन्छ ज्याङचे भन्ज्याङ ल कसरी सम्झिने त डोल्पा जिल्लामा रहेको भन्ज्याङहरु या आमा कापी मेखु ज्याङ भनेर सम्झिँदा हुन्छ र अब अर्को चाहिँ सङ्खुवासभा जिल्लामा रहेको भन्ज्याङहरु सङ्खुवासभा जिल्लामा रहेको भन्ज्याङहरु कसरी सम्झिने साथीहरु यसको पनि सूत्र छ सूत्र के हो त सङ्खुवासभा जिल्लामा रहेको भन्ज्याङहरु सम्झिने सूत्र भारा पोछी देऊ भनेर सम्झिँदा हुन्छ भारा पोछी देऊ हेर्नुस् त कति सजिलो सूत्र भारा पोछी देऊ यो भाटभटेनी भन्ज्याङ तपाईहरु धेरैजनाले सुनिसक्नु भएको छ होला यो भाटभटेनी सुपरमार्केट हो भाटभटेनी
भाटभटेनी त्यो माटको नाम पनि यही भन्ज्याङबाट नाम राखेको छ। भाटभटेनी भन्ज्याङ, भन्ज्याङ, भाटभटेनी भन्ज्याङ। त्यसरी राङ्ला भन्ज्याङ, राङ्ला भन्ज्याङ, राङ्ला भन्ज्याङ। पोबाट पोप्टी भन्ज्याङ, पोप्टी भन्ज्याङ, पोप्टी भन्ज्याङ। छिबाट छिरनचोबो, छिरनचोबा या छिरनचोबो भन्ज्याङ पनि भन्दा हुन्छ, छिरनचोबो। त्यसरी उबाट यो देव, उबाट उम्बक भन्ज्याङ, उम्बक भन्ज्याङ, उम्बक भन्ज्याङ, उम्बक भन्ज्याङ। हो, सङ्खुवासभा जिल्लामा रहेको भन्ज्याङहरू कसरी सम्झिने साथीहरू? 12 पछि देव भनेर सम्झिने। भाटभटेनी तपाईँलाई थाहै छ होला, भाटभटेनी भन्ज्याङ, राङ्ला भन्ज्याङ, पोपटी भन्ज्याङ, छिरनचोबो भन्ज्याङ। त्यसरी अर्को चाहिँ उम्बक भन्ज्याङ। अब अन्य अझै महत्त्वपूर्ण भन्ज्याङहरू छ, त्यो पनि जान्दा झन् बेस्ट। अन्य चाहिँ तपाईँहरूले यादै गर्नुपर्ने हुन्छ साथीहरू। जस्तै अन्यमा एकदम इम्पोर्टेन्ट भनेको उराई भन्ज्याङ, उराई भन्ज्याङ। यो धेरै पटक सोधिएको क्वेसन हो। कुन जिल्ला त? बझाङ जिल्ला, बझाङ जिल्ला, बझाङ जिल्ला। त्यसरी टिङ्कर भन्ज्याङ, टिङ्कर भन्ज्याङ, टिङ्कर भन्ज्याङ। अर्को चाहिँ छाङ्ला भन्ज्याङ, छ्याङ्ला भन्ज्याङ, छ्याङ्ला भन्ज्याङ। यो दुइटै ब्यास भन्ज्याङ पनि सोध्यो भने दार्चुला, टिङ्कर हामी सबैलाई थाहा छ, टी द भनेर सम्झिँदा हुन्छ या दटी। दार्चुला, 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 दार्चुला। नाम्जा भन्ज्याङ, नाम्जा भन्ज्याङ, नाम्जा भन्ज्याङ। मुगु, मुगु। त्यसरी नाङपा भन्ज्याङ, नाङपा भन्ज्याङ, नाङपा भन्ज्याङ। कुन जिल्ला त साथीहरू? सोलुखुम्बु, 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 सोलुखुम्बु। यिनीहरू चाहिँ एकदम इम्पोर्टेन्ट। जस्तै टिङ्कर भन्ज्याङ धेरै पटक सोधिसकेको छ। त्यसरी उराई भन्ज्याङ, यो नाम्जा, नाम्चा भयो, नाम्जा भन्ज्याङ, नाम्जा भन्ज्याङ। मुगु, नाङपा भन्ज्याङ, सोलुखुम्बु। त्यसरी अर्को चाहिँ लुग्ला भन्ज्याङ, लुग्ला भन्ज्याङ, मनाङ, मनाङ, लुग्ला, लुग्ला भन्ज्याङ, मनाङ, 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 मनाङ इत्यादि। यी भन्ज्याङहरू एकदम इम्पोर्टेन्ट छन्। र अब काठमाडौँ उपत्यका 4वटा भन्ज्याङहरू पनि सम्झिने एउटा तरिका छ, सूत्र छ, त्यो पनि तपाईँहरू लेख्नुहोस्। काठमाडौँ उपत्यकामा रहेका 4वटा भन्ज्याङहरू। काठमाडौँ उपत्यकामा, उपत्यकाका 4 भन्ज्याङहरू, 4 भन्ज्याङहरू कसरी सम्झिने साथीहरू? काठमाडौँ उपत्यका 4 भन्ज्याङहरू सम्झिने सूत्र 5.25 भनेर सम्झिँदा हुन्छ। सूत्र के हो त? सूत्र 5.25, 5.25 भनेर सम्झिँदा हुन्छ। 5.25, 5.25 बज्यो भनेर सम्झिँदा हुन्छ। अब साबाट साँगा भन्ज्याङ, साँगा भन्ज्याङ, साँगा भन्ज्याङ भक्तपुरमा छ। त्यसरी बान भन्ज्याङ, बान भन्ज्याङ, बान भन्ज्याङलाई 5 माने पनि भन्दा हुन्छ। त्यसरी पाटी भन्ज्याङ, यो भन्ज्याङ है, भन्ज्याङ, भन्ज्याङ। यो बान भन्ज्याङ, यसलाई यसरी पनि लेख्दा हुन्छ, बान भन्ज्याङ। पाटी भन्ज्याङ, पाटी भन्ज्याङ। र अर्को चाहिँ चबाट चन्द्रागिरी, जसलाई खरी भन्ज्याङ पनि भन्दा हुन्छ, चन्द्रागिरी, गिरी। भोलि गएर तपाईँलाई जोडा मिलाउन पनि सोधिन सक्छ, चन्द्रागिरी भन्ज्याङ। यो भनेको पूर्व, पूर्व, पश्चिम, पश्चिम। कुन दिशामा छ? यो पूर्व दिशामा, यो पश्चिम दिशामा, यो उत्तर दिशामा, उत्तर दिशामा, र यो दक्षिण दिशामा, दक्षिण दिशामा, दक्षिण दिशामा। यो भक्तपुर, यो 3वटै काठमाडौँ। भोलि गएर तपाईँहरूलाई काठमाडौँ उपत्यकाभित्र 3वटा जिल्लाहरू पर्छन्, काठमाडौँ, ललितपुर, भक्तपुर। काठमाडौँ उपत्यका 4 भन्ज्याङहरू सम्झिन यदि तपाईँहरूलाई इच्छा छ या त सम्झिन चाहँदै हुनुहुन्छ भने यो सूत्र 5.25 भनेर सम्झिँदा हुन्छ। साँगा भन्ज्याङ, बान भन्ज्याङ, पाटी भन्ज्याङ, चन्द्रागिरी भन्ज्याङ। पूर्व, पश्चिम, उत्तर, दक्षिण। भोलि गएर जोडा मिलाउन पनि सोध्यो भने मिलाउन सक्नुहुन्छ। हो, भन्ज्याङ भन्ने टपिकबाट तपाईँहरू यति पढेर जानुभयो भने भन्ज्याङबाट प्रायः जसो क्वेसनहरू मिस हुँदैन।
99% क्वेसन यहीँबाट सोधिने सम्भावना एकदम हाई हुन्छ। हो पम्पा एजुकेसनमा मेरो रेगुलर अनलाइन क्लास भइरहेछ साथीहरू। तपाईँहरूलाई क्लासको लागि चाहिँ यदि जानकारी चाहिएको छ भने यो नम्बरमा सम्पर्क गर्नुहोला। क्लास झन् अझै इन्ट्रेस्टिङ तरिकाले हुन्छ र तपाईँहरूको करिकुलम बेसमा हुन्छ। हस् त, धन्यवाद, थ्याङ्क यू सो मच।